मान्छेले सिंहदरबार जलायो भनेर छ, सिंहदरबार अर्को बनाउन सकिन्छ। त्यो मान्छे एउटा कोख रित्तेको आमाको कोख एकचोटि ल बनाएर देखाउनु त, मलाई एकजना बनाएर देखाउनु, ल एकजना मेरो भाइलाई देखाउनु, एउटा आमाको कोख रित्तेको कोखलाई तपाईँको फेरि तपाईँको उहाँलाई न्याय दिनलाई उहाँको छोरालाई फेरि जीवित बनाइदिनु त। सिंहदरबार त 1000वटा बनाउन सकिन्छ, सिंहदरबार 1000वटा बनाउन सक्छ। तर जति करोड दिए पनि, जति अरबदेखि देशै बेचे पनि त्यो एउटा नागरिक तपाईँको जिन्दा हुँदैन। मेरो भाइ बहिनीहरू तपाईँको जसरी शहीद हुनुभएको छ उहाँहरू फेरि फर्केर आउनु हुँदैन। हाम्रो प्रायोरिटी के? हाम्रो प्रायोरिटी के त? प्रायोरिटी त तपाईँको त खासमा हामीलाई गोली हान्ने मान्छेहरूले चाहिँ हामीलाई गोली हान्यो भनेर भन्नुपर्ने हो क्या। सिंहदरबार जलाएको सेकेन्डरी कुरा हो, अर्को जलायो सेकेन्डरी कुरा हो, तर फर्स्टमा यो गोली हानेको मान्छेहरूको बारेमा कुरा गर्नुपर्ने होइन। अहिले हामीले त्यो कुरा गरौँ, त्यसमा फोकस गरौँ। त्यसपछि सिंहदरबार जलाएको को छ उनीहरूलाई पनि समातौँ, हाम्रो इतिहास बर्बाद गर्ने मान्छे उनीहरूलाई पनि समातौँ। र यो जसले हाम्रो देश बिगारेको छ नि, हाम्रो नेताहरूले जसरी तपाईँको भ्रष्टाचार गरेको छ नि, अझै अहिले हामीले त यति धेरै कुरा बुझेछौँ कि हजुरलाई थाहा नै छैन, यति कुरूप रहेछ क्या यो सिंहदरबार भनेर छ नि। यो सिंहदरबार यति कुरूप रहेछ, यति भ्रष्टाचार हरेक ठाउँमा लोभ लालच, तपाईँको त्यो पैसा हुन्छ नि। देशको तपाईँलाई सिंहदरबारमा कुरा हुँदैन त्यहाँ। त्यो सिंहदरबार जुन चाहिँ तपाईँहरूले भन्नु भइरहेछ, जल्यो भनेर भन्नु भइरहेछ, त्यो बिल्डिङ हो, त्यहाँभित्र बस्ने मान्छे भनेर के हुन्छ? त्यो सिंहदरबार एउटा खाली एउटा कोठा हो। तर त्यो सिंहदरबारभित्र तपाईँको के कुरा हुन्छ थाहा छ? कसरी हामी पावरमा आउने, कसरी तपाईँको राज गर्ने, कसरी हामी सत्तामा जाने, कसरी पैसा कमाउने।